चिकन ग्रेभी खाँदा खाँदा मिच्छाटै लागिसक्यो। अब चिकनलाई यसरी बनाएर खानु होला त। अनि हजुरहरू त हातै चाटेर खाना खानुहुन्छ। कति सजिलो झमेला बिना थोरै मसलामा यति धेरै मिठो मासु बन्छ। त्यसको लागि चाहिँ ल हेर्नु साथीहरू, पुरा रेसिपी हेर्नु होला। मैले कराईमा तेल राखेँ, तोरीको तेल राखेर मजाले तेल खरिएपछि खडा मसला राखेँ। अनि त्यसपछि मैले 1 किलो कुखुराको मासु राखेँ। अब यसमा मैले केही पनि राख्दैन, एकदमै सजिलो तरिका छ साथीहरू। केही पनि नराख्ने, बेसार नुन केही पनि नराखिकन पहिला मैले मजाले मासु भुट्छु। मजाले मासु भुटेपछि बल्ल मासुको स्वाद आउँछ। हामीले मासु नभुटिकन मसला राखेर पकाउँदा मासुको जुन स्वाद आउनुपर्ने हो त्यो स्वाद आउँदैन। मैले उता मसला पनि रेडी पारिसकेको छु। यसरी पानी निस्केको छ साथीहरू। यो पानी सबै सुक्नुपर्छ। ल हेर्नु, यसरी सुक्नुपर्छ। अनि मासु रातो हुने गरी भुट्ने। मासु रातो हुने गरी भुटेपछि बल्ल प्याज राख्ने। अनि प्याजलाई राखेर मजाले चलाइ प्याज पाकन्जरी भुट्ने। प्याज पनि रातो हुने गरी फ्राई हुनुपर्छ। अनि बल्ल मासु मिठो हुन्छ। ल प्याज पनि फ्राई भइसकेको छ। अनि मैले जिरा, धनिया, लसुन, अदुवा अनि छुटाउनै नहुने टिमुर मासुमा छुटाउनै हुँदैन। एकदमै धेरै स्वाद बढाउँछ टिमुरले। अनि सिलौटोमा पिसेर खुर्सानी पनि राखेर पिसेको थिएँ, त्यो मसला राखेँ। अनि बेसार र नुन राखेर अब मजाले चलाउँछु। चलाइ मसलालाई पाक्न दिन्छु मैले। मसला मजाले नपाक्यो भने मासुको स्वाद आउँदैन, मङ्ग बसाउनु पर्छ। अनि मसलाले तेल छोड्नुपर्छ, बल्ल स्वाद आउँछ त्यसको। मजाले चलाएर पकाएँ साथीहरू। यत्तिको भइसक्यो। अब बल्ल मैले टमाटर राख्छु साथीहरू यसमा। टमाटर राख्नको लागि रेडी भइसकेको छ। अनि टमाटर राखेको भिडियो चाहिँ खिच्न बिर्सेछु। टमाटर राखेँ। ल हेर्नु त, यति मिठो मासु रेडी भयो। 1 किलो मासु भुटिँदाखेरि आधी किलो नै भइसकेको थियो। अब यस्तो मासु अनि दाल भात कति धेरै खाना मनपर्छ होला, कति धेरै खाना रुच्छ होला। यसरी ट्राई गरेर खानु होला साथीहरू। थ्याङ्क यू फर वाचिङ।